स्वागत छ साथीहरू तपाईँहरूलाई मेरो मिनी भ्लगमा। यो चाहिँ मेरो पहिलो मिनी भ्लग हो अनि त्यसमा चाहिँ मैले चटपट तयार गर्दैछु, जसको लागि मैले काँक्रालाई सानो सानो पिस गरेर एउटा भाँडोमा खन्याउँछु। त्यसपछि प्याजलाई सानो सानो पिस, आफूलाई जत्रो साइज मनपर्छ त्यत्रो, मलाई चाहिँ सानो मनपर्छ, यसरी मैले सानो पिस गरेर राखेँ। अनि खुर्सानी काटेँ, यो सानो भए पनि लोकल एकदम पिरो छ। अनि त्यसपछि मैले चाउ अनि फेरि टप 10 राखिदिएँ। अनि आफूलाई जे मनपर्छ त्यसलाई अझ मिठो बनाउनको लागि चाहिँ अनि चिप्स कुरकुरीहरू राख्दा पनि हुन्छ, नराखे पनि भयो। मलाई चाहिँ यसरी सिम्पल खानु मन लागेको थियो, त्यही भएर बनाएको। त्यसपछि मैले चाहिँ चाउचाउको सुप राखेँ, जिरा धनियाँको पेस्ट राखेँ धुलो, अनि त्यसमाथि अलिकति नुन राखिदिएँ आफूलाई स्वाद अनुसारको। अनि यसरी मैले त्यसलाई मिक्स गरेँ एकै ठाउँ। अनि फेरि मिक्स गर्दा यस्तो भएको थियो। त्यसमा चाहिँ अमिलो पार्नको लागि चुक राखिदिएँ, यो पनि गाउँबाटै लिएको। अनि त्यसपछि भुजा राखेर मैले यसमा चाहिँ फेरि सबैलाई मिक्स गर्दैछु एक आपसमा। त्यसपछि हाम्रो चटपटे तयार भयो साथीहरू। थ्याङ्क यू।